सामाजिक सञ्जालको माध्यमबाट देश विदेशबाट हेरिराख्नुहुने सबै आदरणीय दर्शक महानुभावहरूलाई म भद्र सिंह घट्टी मगरको हार्दिक न्यानो अभिवादन व्यक्त गर्दछु। म आज तपाईहरुलाई बचेको खानालाई कसरी सुरक्षित राख्नुपर्छ भन्ने विषयमा छोटो टिप्स बताउन गएको छु। यदि हामीसँग घर या होटल या रेस्टुरेन्टमा बनाएको पकाएको कुकिङ गरेको फुड चाहिँ बाँकी रहन्छ, शेष रहन्छ भने त्यसलाई चाहिँ सुरक्षित गर्नको निम्ति हामीसँग तीनवटा तरिकाहरू हुन्छन्। नम्बर 1, त्यसलाई हामी रेफ्रिजरेटर या फ्रिजभित्र राखेर सुरक्षित राख्न सक्छौँ। नम्बर 2, त्यसलाई चाहिँ हामी बोइलिङ गरेर 100 डिग्री सेन्टिग्रेडमा बोइलिङ गरेर त्यसलाई चाहिँ हामी सुरक्षित राख्न सक्छौँ, जसरी मैले अघि गरिराखेको छु। नम्बर 3, त्यसलाई चाहिँ एयर टाइट गरेर त्यसभित्र हावा पस्न नदिएर र यी तीनवटै चिजहरूभन्दा सबैभन्दा सजिलो तरिका रेफ्रिजरेटरभित्र राखेर फ्रिजभित्र राखेर वा बोइलिङ गरेर खानालाई सुरक्षित राख्ने तरिका सबैभन्दा सजिलो हुन्छ। यदि हामी एयर टाइट गर्यो भने त्यो एयर टाइट गर्नको लागि हामीसँग अलिकति इक्विपमेन्ट चाहिन्छ, मेसिन चाहिन्छ एयर टाइट गर्नको निम्ति। त्यो एयर टाइट गर्नको निम्ति हामी स्टोरेज फुडको लागि धेरै प्रयोग गर्छौँ। होटलहरूमा, घरहरूमा, रेस्टुरेन्टहरूमा चाहिँ हामी प्राय गरेर हिटिङ बोइलिङ सिस्टम र कुलिङ सिस्टमको प्रयोग गर्छौँ। त्यसो भएको हुनाले यदि हामीसँग फ्रिज छ, रेफ्रिजरेटर छ भने हामी बचेको खानालाई फ्रिजभित्र या कोल्ड रुमभित्र राख्ने गर्छौँ। त्यसबाट हाम्रो खाना खराब हुँदैन, ब्याक्टेरियाहरूले आक्रमण गर्न सक्दैन। किन भन्दा वातावरणको तापक्रमभन्दा फ्रिजको तापक्रम माइनसमा भइरहेको हुन्छ। अनि अर्को कुरा फेरि यदि हामीसँग फ्रिज छैन भने हामी खानालाई सुरक्षित राख्नुको निम्ति 100 डिग्री सेन्टिग्रेडमा बोइल गर्छौँ र त्यसो गर्दा हामी वातावरणको ख्याल गर्नुपर्ने हुन्छ। यदि हाम्रो वातावरणको तापक्रम 15 डिग्री सेन्टिग्रेडभन्दा माथि गयो भने हामी 12 घण्टामा एकचोटि बोइल गर्नुपर्छ। यदि 15 डिग्री सेन्टिग्रेडभन्दा तल आयो भने हामी हाम्रो खानालाई 24 घण्टामा एकचोटि बोइलिङ गरेर राख्दा खाना चाहिँ सुरक्षित रहन्छ अनि हाम्रो खानालाई ब्याक्टेरियाहरूले आक्रमण गर्न सक्दैन र खाना चाहिँ जस्ताको तस्तै भइराख्छ। तपाईहरुले पनि यस्तै गर्नुहोला। धन्यवाद।